दैलेख जिल्ला महाबो गाउँपालिका 2 अर्थात् बडाखोली गाविस वार्ड नम्बर 2 डुम्रीमा जन्मिएका थिए सन्तोष परिवार, जहाँ बिहानीको सुरुवात कुखुराको डाकोसँगै हुने गर्थ्यो। बेलुकी मकै भुट्ने बास्नासँगै रात बित्थ्यो। उनका बुवा सामान्य गरिब किसान थिए र आमा घरधन्दामै व्यस्त। गरिबी उनीहरूको दैनिक हिस्सा थियो, तर सन्तोषको मन भने धनी थियो, सपनाले भरिएको। बाल्यकालमै सन्तोषले सङ्गीतसँग गहिरो नाता जोडिसकेका थिए। रेडियोमा बज्ने लोकगीत, भजन, पुराना आधुनिक गीतहरू उनी ध्यान दिएर सुन्ने गर्थे। गीत सकिएपछि पनि धुन उनको दिमागमा खन्किरहन्थ्यो। विद्यालयमा कार्यक्रम वा जब गीत गाउने पालो आउँथ्यो, सन्तोष सधैँ अगाडि हुन्थे। शिक्षक र साथीहरूले सधैँ तारिफ गर्थे, यो केटामा केही छ। ती शब्दहरूले उनको मन ठुलो सपनाहरू रोपिदिन्थ्यो। एक दिन म गायक बन्छु। तर सपना हुर्किए जस्तो सजिलो थिएन। सपना हुर्काउन पनि पानी चाहिन्छ, माटो चाहिन्छ, र सन्तोषसँग ती दुवैको कमी थियो। घरको अवस्था कमजोर भएको हुनाले कक्षा 7 पछि पढाइलाई निरन्तर अगाडि बढाउन सकेनन्। परिवारको जिम्मेवारी उनको काँधमा आइपुग्यो। बिहान खेतको काम, दिउँसो ज्याला मजदुरी, राति थाकेको शरीर लिएर पनि गीत लेख्ने। कापीका पानामा अधुरा शब्दहरू, मनभित्र अधुरा धुनहरू हुर्किँदै गए। तर चाहना धेरै हुँदा पनि गाउँमा अवसर थिएन। स्टुडियो त के, राम्रो माइकसम्म थिएन। तर सन्तोषलाई विश्वास थियो, काठमाडौँ पुगेपछि केही बन्न सकिन्छ। 20 वर्षको उमेरमा उनले घर छोडे। आमाको आँसु, बुवाको मौन आशीर्वाद बोकेर उनी राजधानी पुगे। काठमाडौँ उनको कल्पना जस्तो थिएन, जहाँ सपना धेरै थिए, सपना बेच्नेहरू झन् धेरै भेटिए। दिनभरि काम खोज्थे, कहिले होटलमा भाडा मास्थे, कहिले सडक लाइनमा काम गर्थे। बेलुकी भएपछि स्टुडियोको ढोका ढकढक्याउँथे। धेरैले सोध्थे, चिनजान छ? जवाब छैन। सुन्न साथ ढोका बन्द हुन्थ्यो। कहिले मौका मिलेन, कहिले मौका मिल्यो। सस्तो रेडियो, सस्तो बाइक, छोटो रेकेट। गीत रेकेट त हुन्थ्यो, तर रिजल्ट पछि हराइदिन्थ्यो। प्रमोसनका लागि पैसा थिएन। युट्युब भ्युज किन्नको लागि सामर्थ्य थिएन। साथीहरू भन्थे, अब छोड, यो लाइन तिम्रो होइन। एक दिन उनको गीत रेकर्ड भयो, गीत रेडियोमा बज्यो। त्यो दिन सन्तोष धेरै खुसी थिए। सन्तोष रोए, तर त्यो खुसीको क्षणिक रह्यो। न त कुनै कार्यक्रमको अफर आयो, न त अर्को अवसर। समयसँगै उनको आत्मविश्वास कमजोर हुँदै गयो। घरबाट फोन आउन थाल्यो, कहिलेसम्म यसै गरी बस्छस्? समाजले प्रश्न गर्यो, के गरिरहेछस् काठमाडौँमा? उनीसँग जवाफ थिएन, केवल थकान थियो। अन्त्य त सन्तोष बाध्य भएर विदेशी। खाडीको तातो घाम, लामो ड्युटी, मेसिनको आवाज बीच पनि उनको मन सङ्गीतबाट टाढा जान सकेन। काम सकेर कोठामा फर्किएपछि मोबाइलमा पुराना गीत सुन्थे।
कहिलेकाहीँ नयाँ धुन बजाउँथे, तर त्यो अब मनको लागि मात्र थियो। आज सन्तोष परियार सफल गायक होइनन्, उनको नाम पोस्टरमा छैन, स्टेजमा छैन, तर उनी भन्छन्, सफलता नभए पनि सङ्गीतले मलाई इमान्दारिता बनायो। म हारे हुँला, तर मेरो सपना साँचो थियो। सन्तोषको साथ केवल असफलता होइन, यो कथा हजारौँ नेपाली युवाहरूको हो, जसले सपना देखे तर अवसर पाएनन्, तर समयसँगै सम्झौता गर्नु पर्यो। यो कथा अन्त्य होइन, एउटा मौन सङ्गीत हो, जो अझै पनि सन्तोषको मनभित्र बजिरहेको छ।